राधे राधे। आज म बर्दगरिया गाउँपालिका स्थित बौनिया बजारमा छु, त्र्यम्बकेश्वर मन्दिरमा। यहाँ महाशिवरात्रिको पावन अवसरमा भक्तजनहरूबाट हवन यज्ञादि कर्महरू भइरहेको छ र केही समय पश्चात लाखबत्ती प्रज्वलन गरी सत्यनारायण कथा श्रवण गर्ने कार्यक्रम पनि रहेको छ। त्यसकारणले म यस पावन अवसरमा महाशिवरात्रिको पावन अवसरमा यस त्र्यम्बकेश्वर मन्दिरमा आएको छु र यहाँका दृश्यहरू हजुरहरूलाई मैले यस भिडियो मार्फत देखाउने नै छु। भिडियोको अन्तिमसम्म जोडिरहनु होला र यस च्यानललाई लाइक सब्सक्राइब गर्न पनि नबिर्सनु होला। र हामी वास्तवमा हिन्दू राज्यमा छौँ, वैदिक सत्य सनातन धर्ममा छौँ र वैदिक सत्य सनातन धर्म चिया पसलमा कुरा गरेर मात्रै बस्दैन हैन, फेसबुकमा गफ गरेर मात्रै भिडियो बनाएर मात्रै बस्दैन। यस्ता महान पर्वहरूमा हामी उपस्थित भएर यज्ञ हवन आदि कर्महरू गऱ्यौँ। हामी आफ्नो बालबच्चालाई यस विषयमा जानकारी दियौँ, यस विषयमा हामीले सिकायौँ भने र हाम्रा नित्य कर्महरू, हाम्रा भजन सङ्कीर्तनहरू, हाम्रा नित्य श्लोक पाठहरू गरेर सिकायौँ र हाम्रा संस्कार र संस्कृतिलाई हामीले जबसम्म सिकाइँदैन तबसम्म हाम्रो सनातन राष्ट्र बन्दैन। त्यसकारणले गर्दा कुरा मात्रै गरेर राजनीतिमा गफ मात्रै गरेर हुँदैन, हामीले चाहिँ त्यसको सिको गर्नुपर्छ र अरूलाई सिकाउनु पनि पर्छ भन्ने मान्यता छ। र यहाँका धेरै दर्शनार्थी भक्तजनहरूले पनि यही विषयलाई महत्त्व दिनुभएको छ। बाँकी कुरा भिडियोहरू मार्फत तपाईँले अन्तिमसम्म हेर्दै जानुहोला र यहाँका भक्तजनका केही कुरा संक्षिप्त उहाँका शुभकामना मन्तव्यहरू र उहाँका भनाइहरू पनि राख्नेछु। भिडियोमा अन्तिमसम्म रहिरहनुहोला। राधे राधे। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामय, सर्वे भद्राणि पश्यन्तु, मा कस्यचित् दुःखभाग् भवेत्। र आज शिवरात्रिको महापर्वमा शिव मन्दिर त्र्यम्बकेश्वरमा आउनुभएका सम्पूर्ण भक्तजन, मेरो नाम टेकराज सापकोटा, बर्दगरिया गाउँपालिका वार्ड नम्बर 6 बाँसकोटीमा पर्दछ। म चाहिँ वरिष्ठ योग प्रशिक्षक, पतञ्जलि योग समितिको योग प्रशिक्षक र साथै गायत्री परिवारमा कर्मकाण्ड कोर्स गरेर परिवारजकको प्रमाणपत्र पाएको एउटा सामान्य व्यक्ति र धर्म बिना केही पनि हुँदैन भन्ने कुराको एकदमै आत्मसात र आत्मविश्वास भन्ने व्यक्ति। र मलाई लाग्छ आज शिवरात्रिको आज सारा जहाँ जहाँ भगवान् भोलेनाथ जो यस्तो हुनुहुन्छ उहाँ चाहिँ र उहाँलाई हामी आज पूजा गर्दैछौँ। र आज मात्रै होइन, शिवरात्रिमा मात्रै होइन, जीवनभर उहाँलाई तन मन र आफ्नो आर्थिक धन लगाएर पनि हामीले पूजा गर्नुपर्छ, जनजनमा यो सन्देश पुगाउनुपर्छ। र मलाई लाग्छ धर्म बिना केही पनि सम्भव छैन। बडा गजब लाग्छ, मलाई हाँसो लाग्छ कहिलेकाहीँ विरोध गर्दै हिँड्ने व्यक्तिहरू आज टीका लगाएर टीका दलेर उहाँहरू वास्तवमै रहेछ त, भगवान्लाई त मान्नु पर्दो रहेछ त। आज साँच्चै उहाँहरूले त्यो बाहिर नदेखाएर अब मलाई विश्वास छ उहाँहरूलाई भगवान् शिवको कृपा रहोस्, हामी सबैको आशीर्वाद रहोस्। अबदेखि उहाँहरूले मनैदेखि त्यो टीका लाउने एउटा आँट गर्नु होला र सधैँ त्यो धर्मलाई अगाडि बढाउनु होला। जसले जे गर्नुभएको छ, म कसैको नाम लिँदैन, कुनै पार्टीको नाम पनि लिँदैन र कता कता देख्नमा आउँछ, यहाँहरूले आफै अनुभव गर्ने कुरा हो भन्दै आज महाशिवरात्रि पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै र भगवान् शिवसँग सबैको लागि सुख शान्तिको कामना गर्दै मेरा दुई शब्द यहीँ अन्त गर्दछु। नमस्कार, म पदम रिजाल। यो आज हाम्रो यो चाहिँ नि शिवरात्रिको उपलक्ष्यमा सम्पूर्णमा म शुभकामना दिन चाहन्छु। र हाम्रो सनातन धर्म र हिन्दू धर्मलाई जोगाइराख्न हामीले यज्ञ गर्नुपर्ने र आफ्ना वैदिक कर्महरू गर्नुपर्ने, आफ्ना आर्यवर्त कर्महरू गर्नुपर्ने हाम्रो आवश्यक हुन्छ। र अहिले अलिकति परम्परा अलिकति चाहिँ हाम्रो समाजमा विचलन जस्तो पनि आएको छ र हामी ठाउँ ठाउँमा चिया पसलमा यताउता हामी गफ गर्छौँ, क्रिटिसाइज गर्छौँ, राम्रा कुराहरूलाई हामी व्याख्या गर्दैनौँ, त्यसमा भएको नराम्रा कुराहरूलाई सच्याउ जाने कुराहरूलाई मात्र हामी औल्याउँछौँ, कोट्याउँछौँ। र आज जसरी शिवजीलाई हामीले शिवजी भनेको देवताका पनि देवता महादेव, जसले हाम्रो सबैको कल्याण गर्नुहुन्छ, यो सृष्टिको वेद स्वरूप हुनुहुन्छ, उहाँ सृष्टिकर्ता पनि हुनुहुन्छ। उहाँबाट नै सम्पूर्ण
जगत परिचालन छ र उहाँलाई प्रसन्न गर्न साह्रै तपाईँको सजिलो छ। अरूलाई हामीले अनेक अरू देवी देवताहरूलाई हामीले अनेक थरीका चिज वस्तुहरू लिएर पूजा गर्छौँ, तर हाम्रो शिवजी भोलेनाथलाई पूजा गर्ने ती सजिलो यहाँहरूले चाहिँ विभिन्न किसिमका झारपात बेलपत्र आदि लगायतका झारपातहरू ल्याएर पनि उहाँमाथि राखिदिनु भयो भने पनि उहाँ प्रसन्न भएर हामीले आशीर्वाद दिनु। त्यस्ता भोले शङ्करलाई हामीले पूजा अर्चना गर्नुपर्छ र यो हाम्रो राष्ट्रिय देव हाम्रो चाहिँ पशुपतिनाथ पनि हाम्रो देशमा भएको हुनाले हामीले अब कुसंस्कृति कुसंस्कारहरूलाई बिर्सेर आफ्नो संस्कारहरूतिर जानुपर्छ र आध्यात्मिकताले मान्छेलाई तपाईँको सात्विकतर्फ लैजान्छ, एउटा जीवन सरल बनाउन लैजान्छ, निरोगीता प्रदान गर्दछ, पर्यावरणलाई प्रदान गर्छ। यसरी हामीले यो हामी शिवरात्रिको उपलक्ष्यमा आज हामीले यो हाम्रो चाहिँ बौनियामा रहेको हाम्रो चाहिँ महादेव तरम्बकेश्वर महादेवको मन्दिरमा हामीले आज यज्ञ सम्पन्न गरेका छौँ र यहाँहरूलाई यसै साथ जय होस् भन्दै सबैको कल्याण होस् भन्दै यहाँहरूबाट चाहिँ बिदा हुन्छु। हस्त धन्यवाद। विशेष गरी गुरुजीलाई मेरो नाम रूपक सुनार, बसाई बौनिया बजार, म यहाँ बजार समितिको पूर्व अध्यक्ष पनि। मेरा तर्फबाट सम्पूर्ण देश विदेशमा रहनुभएका सम्पूर्ण धर्मावलम्बी हिन्दू धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। विशेष त यो पर्व हाम्रो हिन्दूहरूको अत्यन्तै पुरानो परम्परागत पर्वका रूपमा शिवरात्रि पर्वलाई मनाउँदै आएका छौँ। यो विशेष त पछिल्लो समयमा केही विकृतिहरू फैलिएका छन्। यसबाट सजग रहेर आफ्नो धर्म विशेष गरी कर्ममा आधारित रहेर सम्पूर्ण हिन्दू धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूले संस्कारलाई आफ्नो धर्मकर्मलाई बचाइराख्नु पर्दछ र भएका धर्मभित्र भएका केही विकृतिहरूलाई पनि हटाउन आवश्यक देखिन्छ। पछिल्लो समयमा विभेदका कुराहरू छन्, कतिपय मन्दिर निषेधका कुराहरू छन्, कतिपय जातका कुराहरू छन्। यो कुरालाई सुधार गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले विकृतिलाई चाहिँ बाट रोक्दै र हिन्दू आफ्नो परम्परालाई जोगाउँदै आफ्नो यो राष्ट्रसँग जोडिएको कुरा हो, राष्ट्रियतासँग जोडिएको राष्ट्रिय पहिचानसँग जोडिएका कुराहरू हुन्। यो हुँदा नेपालीहरूको आफ्नै मौलिकता, आफ्नै कला, आफ्नै संस्कृतिमा बाँचेको नेपाली समाजले यी विकृतिहरूलाई हटाउँदै यसको सुदृढ गर्दै हिन्दू आफ्नो धर्मकर्मलाई बचाउनु पर्दछ भन्ने मेरो मान्यता रहेको छ। हस्त धन्यवाद र पुनः सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा यो शिवरात्रि पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। नारायण। जय शिवरात्रि। हाम्रो हिन्दूहरूको महान पर्व शिवरात्रिको अवसरमा सबै हिन्दू धर्मावलम्बी लगायत नेपालमा रहेका हाम्रो सम्पूर्ण नेपाली दाजुभाइहरूलाई शुभकामना दिन चाहन्छु। हामी त्र्यम्बकेश्वर महादेवको यस पावन प्राङ्गणबाट हामीले चाहिँ धर्मको ध्वजा आफ्नो चाहिँ संस्कृतिलाई बचाएर आफ्नो हिन्दू धर्मको चाहिँ रक्षा गर्नको लागि हामीले आज यहाँ चाहिँ हवन कार्यक्रम राखेका थियौँ। गायत्री विधिबाट हामीले गायत्री हवन यज्ञ गरेका छौँ। यहाँ धेरै दाजुभाइ दिदीबहिनीहरू पाल्नुभएको छ, उहाँहरू सबैलाई शुभकामना दिन चाहन्छु र हामी सम्पूर्ण नेपालीहरू स्वस्थ निरोगी एकदम खुसी हल्ला उल्लासले चाहिँ बाँच्न पाऊँ र सबैले चाहिँ आफ्नो चाहिँ नराम्रो भावनालाई त्यागेर राम्रो भावनाको विकास गरौँ, शुद्ध मनले सबैलाई हेर्ने गरौँ, कसैलाई पनि नेगेटिभ रूपले नहेरौँ, पोजिटिभ थिङ्किङ बनाऊ भन्न चाहन्छु। र आजको यस महान पर्व शिवरात्रिले सबैलाई खुसी दियोस्, आनन्द हर्ष उल्लासको साथ सबै हिन्दू धर्मावलम्बीहरू देश विदेशमा रहेका सबैलाई चाहिँ शुभकामना दिँदै आफ्नो चाहिँ मन्तव्य यहाँ भन्न चाहन्छु। हजुर धन्यवाद। म लग्राम पाण्डे, बर्दगरिया 2 बौनिया। आज शिवरात्रि पर्वमा यहाँ होमन कार्यक्रम भएको थियो शिव मन्दिरमा यहाँ बौनियामा। यस कार्यक्रममा आज होमन गरियो। होमन गरेर अहिले अब फेरि हाम्रो लाखबत्ती बाल्ने कार्यक्रम छ र
यसमा हामी तल्लिन्छौँ र यो अहिले गत वर्षभन्दा पनि यो वर्ष यहाँ चाहिँ अति नै उत्साह बढी देखिएको छ किनभने भक्तजनहरू बिस्तारै उत्साहित भइराख्नु भएको छ र यो हामीले विशेष गरेर हाम्रो नेपालमा जुन एउटा हिन्दू धर्ममा आश्रित लगभग 80% जनता छौँ र त्यसमा जति हुनुपर्ने अब एकदम क्रमिक रूपले वृद्धि हुँदै गएको छ र यसमा अझै पनि सुधार गर्दै हिन्दू धर्मलाई कसरी हुन्छ एकदम व्यवस्थित गराउनु पर्ने अति आवश्यकता देखिन्छ। सम्पूर्ण देशवासीमा यो शिवरात्रिको पर्वको लागि एकदम चाहिँ शुभकामना व्यक्त गर्दछु। सबैमा ओम। म कृष्ण भण्डारी र यो बर्दगोरिया गाउँपालिकामा सानो पेसा गरेर बस्ने मान्छे र अलिकति थोरै धर्म कर्ममा र थोरै योग सम्बन्धी पनि जोडिएको हुनाले यहाँहरू सबैमा आज पर्न गएको शिवरात्रिको महान पर्वमा देश विदेश र आफन्तजनहरू सम्पूर्णमा म यो शिवरात्रिको शुभकामना टक्राउन चाहन्छु र हामीमा भएको कमजोरी अथवा हामीमा भएको विकृष्ट जाग्दै गएको यो हाम्रो हिन्दू धर्मप्रतिलाई हामीले अक्षुण्ण रूपमा राख्नको लागि हाम्रा आउने भावी सन्ततिहरूलाई हामीले भएका संस्कार संस्कृति सबै कुराहरू चाहिँ सिकाएर जानुपर्छ र हाम्रा गुरुकुलमहरू अझ बढी मात्रामा खोलिनुपर्छ। हाम्रा पुर्खाहरूले हामीलाई त्यो गुरुकुलममा अध्ययन गराउनुहुन्थ्यो र मलाई सम्भवतः लाग्छ यो वैदेशिक हस्तक्षेपको कारण 2028 सालमा हामीले जुन शिक्षा नीति परिवर्तन गऱ्यौँ त्यहीदेखि नै हामीलाई सुरु भएको एउटा अनुभव भएको छ। यदि हामीले गुरुकुलमै पढिरहेको र हाम्रो शिक्षा अन्तर्गत हाम्रो पाठ्यक्रममा चाहिँ हाम्रा यहाँका संस्कार संस्कृति र हाम्रा भूगोलहरूको पढाइ भइदिएको भए सायद यो विकृतिहरू आउने थिएन होला। ती पढाइहरूमा हाम्रो पाठ्यक्रमहरूमा हामीले चाहिँ त्यसलाई विस्थापित गर्दै गयौँ र त्यो कारणले गर्दाखेरि र संस्कृतलाई पनि हामीले विस्थापित गर्दै गयौँ। यो संस्कृत विषयलाई फेरि पनि हामीले चाहिँ स्थापना गर्नुपर्छ। स्थापित गरेर हामीले हरेक जनजनहरूमा चाहिँ संस्कृतको पढाइ हुनुपर्छ र हाम्रा भावी सन्ततिहरूको लागि पनि हामीले त्यो संस्कृति संस्कार र संस्कृत पढाउनमा चाहिँ जागरुक गराउनुपर्छ भन्दै म आज पर्न गएको सम्पूर्ण शिवरात्रिमा यहाँहरू सबैलाई मङ्गलमय शुभकामना व्यक्त गराउँछु। हवस्। आरती